सँगैको साथी हाई स्कुल पढ्छ मजा ल यसले नयाँ गाडी खै पार्टी दिएन नि त बाजे नमस्ते नमस्ते जान्नै हिजो कहाँ गो बारिस रेनिङ हुँदा के यहाँ भाउजूले लुगा ड्याममै सुगा स्कुल जानुपर्छ अरे आज अनुरेसमा हजुर यस्तो छ नि त गुड मर्निङ चिनु पानी पर्दैछ बारिस गुड मर्निङ एभ्रिवान आज चाहिँ मैले बिहानदेखिको स्टार्ट गरिरहेछु आज म जाँदैछु बहिनी भएकोमा मनिषाकोमा आज चाहिँ सानो सेलिब्रेसन छ है मेरो तपाईँलाई थाहा छ मेरो मोमेन्टहरू मेरो ह्याप्पिनेसहरू तपाईँहरूसँग सेयर गर्छु सो त्यही कुराहरू तपाईँहरूसँग सेयर गर्नेछु आज के गर्नेछु के हुनेछ सो सानो सानो क्लिप तपाईँहरूसँग सेयर गर्नेछु आजको एक्सपिरियन्स सो आज बिहानै पानी परिरहेको छ बेलुकादेखिको रेनी सिजन हो अहिले पानी त अवश्य पर्ने नै हो सो आई होप तपाईँहरू सबैजना सन्चै सुविस्तै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु भन्नुपर्छ अहिले अलिकति बेटर के हो यो पानी झरी जस्तो नै हो मेरो हेल्थ पनि बर्खामा अचानक आउँछ नि कतिखेर पर्छ कतिखेर नपर्छ थाहै हुँदैन सेम काइन्ड अफ मेरो हेल्थ पनि त्यस्तै हो सो ज्यादा भाषण नगरौँ आजको भिडियो चाहिँ किनभने म चाहिँ जाँदैछु बहिनीको घर बडाहरूको घरमा समिराकोमा मनिषाकोमा सो आज त्यहाँ चाहिँ नानीको राइस फिडिङ भन्दो रहेछ है भात खुवाइ नानीको 6 महिना पुगेछ नानाको नानी सो त्यसको लागि काम सघाउनु जाँदैछु हिजो बुझाउँदै थियो तर म चाहिँ हिजो जान पाइनँ हेल्थ पनि ठिक थिएन अहिले एकदमै बेटर भएर जाँदैछु आमा अहिले भरे आउनुहुन्छ सक्नुहुन्छ हाम्रो बुङकुलुङको सानोतिनो झिल चाहिँ यहाँ छ रोड यो रोड भन्छ या झिल भन्छ आई डोन्ट नो यस्तो छ रोड हाम्रो अवस्था अब के भन्नु है कसको दोष भन्नु बाटोको दोष पानीको दोष मान्छेको दोष कसको दोष हो तर पनि ठिकै छ यहाँ छ टोटल होमस्टे यहाँ तपाईँहरू आउन सक्नुहुन्छ स्विमिङ पुल में जाके अरू तुम नमकिन हो गई भन्ने छ होमस्टे विथ होमस्टे को माथि आन्टी र बडा रोड चाहिँ यस्तो भइरहेछ फुल चाहिँ एकदमै दामी फुल छ है गाइस रोडमा पानी सँगैको साथी हाई स्कुल पढ्छ म मजा ल यसले नयाँ गाडी खै पार्टी दिएन नि त बाजे नमस्ते नमस्ते जान्नै हिजो कहाँ गइस एक्लै हिजो गइनस् अन्त गाडी त कुदेर देखेँ कि त मैले ल इचुले नयाँ गाडी ल्याएछ ए ज्ञानी यहाँ आएको रहेछ नि कने हो कने अब हेलो कोमाले के गर्दैछ पर चिया बनाउँदैछ यहाँ छ हाम्रो भाइको बिहा पर्यो मार्छ भात खुवाइको काँक्राको अचार यसो मिक्स हुन्छ यो कान्छी फुपूको रेसिपी अरे हाम्रो आन्टी मनिषा नेमबाङ आफ्टर लङ टाइम गुड मर्निङ के भन्नु कान्छी फुपू यस के नहराएको तनाउ भएछ यहाँ तर यत्रो बनाइसकेछ यसमा आधी त मैले पनि बनेको थिएँ यो मेरो एम मिङहाङ अरे मिङ के पो यसको के अरे भाइको नाम मिङसाङ यहाँ मेरो भाइ हेलो कसले लग्यो अरे यसले काम गर्नुभन्दा ज्यादा खाँदैछ काम गर्नुभन्दा यसले ज्यादा खाँदैछ यसले ब्लास्ट गरायो एउटा मामाले एउटा फुटाइदियो
के फुल भनेको यहाँ चाहिँ भाइको लागि एकदम रेडी छ चान्दीको थाल बटुका चम्ची पपाया म्याङ्गो के फ्रुट हो नि अब यो चाहिँ भाइलाई खुवाउँछ ड्रागन फ्रुट हो तर अनि यहाँ छ भाइ रेडी भइसकेको छ छेमाले पक्रिरहेको छ उनीहरू चिटिक भइरहेको छ हामी यहाँ भूत जस्तो भइरहेको छौँ यस्तो भइरहेको छ माइजीको हालत पातला अले रियासा हजुर भन्यो न हेलो भन्यो त छिटो यहाँ हेलो भन्यो त छोरी अरे यहाँ पनि बिजी यो पानीपुरीको यो मेरो भाइले पानी टेस्ट गरेर भन्छ र यहाँ सातना सेरिङले फोकन्डा बनाउँदैछ पानीपुरीको ए तपाईँहरूलाई पानीपुरी बढाउने बुहारी चाहिएको छ भने चाहिँ कन्ट्र्याक्ट राख्नुहोस् सातना सेरिङ चटप यो बनाएर बेच्छ पानी किन्नु ल हुन्छ भन्दैछ गाकी मैले फिक्स गर्दैछु अरे यता हाम्रो आन्टीले अचार हाम्रो आन्टीले बनाउनु भएको अचार टेस्टी आन्टी यहाँ छ चिकन पकाउने त्यो छ भोलि नै गइहाल्ने ऊ भन्ने मान्छे त यहाँ आजसम्म यहीँ रहेछ यहाँ भनिदिएको छ सुँगुरको मासु स्पेसली हाम्रो राई लिम्बूकोमा हुने हो चिकन कम्ती रहेछ भान्सेहरू खराब भान्सेहरू ए खतरा भान्सेहरू सबै होइन यहाँ छ यो वाट्सएपमा बनिन्छ यहाँ हाम्रो भेना यस भेना यहाँ छ मेरो दादा अति प्रिय दादा यहाँ छ सञ्जय दादाले धनियाँ काट्दैछ हाम्रो गाउँमा चाहिँ तर यो चाहिँ एकदमै राम्रो सर्ट टाइममा पनि सबैले है फटाफट चिकन विङ्स अरे त्यही भएर टचिङ अरे सर्ट टाइममा पनि सबैजना भेला भएर यसरी गर्छ मिलेर यो चाहिँ एकदमै राम्रो हो किन भन्छ भाइ एकदम सही हो लु म जान्छु मेरो मिलिन्दा ए यहाँ छ पानीपुरीको हेलो खानुहुन्छ यिनीहरूको अनुहार पनि कति हेर्ने यिनीहरूकै मेरो उयो यहाँ छ भाइ मेहनत गर्दैछ उसले यहाँ उयो गर्नु थालेछ ए हाम्रो बडाहरू खावा दावा हुँदैछ हाम्रो बडाहरूको रिक्समै लडायो पढायो अलिकति खरोज आयो भने गर्दैन छोरा लु आऊ न दिइहाल्नु
म अहिले भरे खिच्छु हौ। मिनी बुफे अनि यहाँ छ सेलरोटी अनि यहाँ छ मेरो अति प्रिय साथी अनि यहाँ हाम्रो बुहारी के छ यहाँ देखाइदे त खोल्दैन कालो दाल होइन है हो सुँगुरको होइन कुखुराको मासु चिकन हो यहाँ छ सुँगुरको मासुमा पल्केर हौ यता हाम्रो बुहारी झल्केर हौ यहाँ छ बहिनी यहाँ छ अचार राम्री भइरहेछ अब भाइको हेरौँ उनीहरू पो यो चाहिँ नि खास गरी दावा ग्याल्छेनलाई यो खाएको हेर्नु ल यो म्यान्डीले बनाएको दामी थियो मेरो बर्थडेमा जस्तै बुझ्यौ चटनी इमली आज उसको सोल्टी बोलेको छैन क्या उयो भइरहेछ त भुसा भइरहेछ त म त बडा भनिदिनु सकिगयो नि कुन हो सोल्टी त्यसलाई के भन्छ नि यिनीहरूले को अरे त्यहाँ त कोही सोल्टी पर्दैन टाढोबाट आउनु भएको माइत घर बिचराहरूलाई यही सुखको कुरा हुँदैछ तपाईँको बुहारी कि भाउजू पो बुहारी है बुहारी आमाजु छोरी यता लु खाँदै गर्नुहोस् ल दामी दिन्छ अरू पुरी पुच्का ल्याइदिउँ नि पानीपुरी दामी हेरेर भन्दैन गर्दैछ दुईजनाले के दुईजनाले साँझ भइसकेको छ अब म घर फर्किँदैछु रात पर्यो है गाइस रात पर्यो सो थ्याङ्क यू सो मच आजको भिडियो यति नै भन्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु सधैँ ह्याप्पी रहनुहोला हेल्दी रहनुहोला अनि खुसी रहनुहोला भन्दै मेरो आजको भिडियो यति नै आई होप तपाईँहरूलाई मनपर्छ होला आज मैले जति पनि क्याप्चर गरेको छु तपाईँहरूसँग सेयर गरेको छु होप यु लाइक थ्याङ्क यू सो मच फर वाचिङ